यो नेशनल अलायन्स फर मोनार्की के खालको अवधारणा हो भनेर यदि तपाईँहरूले भन्नुहुन्छ भने यो एउटा नेसनलिस्ट र रोयलिस्ट फोर्सको रूपमा चाहिँ हामीले अगाडि सारेका छौँ, जसमा चाहिँ सबै नेसनलिस्ट शक्तिहरू र आइडियोलोजी डक्ट्रिनका मान्छेहरूले चाहिँ आफूलाई यसको अन्डरमा राख्न पाउन सकुन् भनेर हामीले त्यसको डिजिटल फ्रेमवर्क बनाएका छौँ। र यो नेशनल अलायन्स फर मोनार्कीले कुनै पोलिटिकल आइडियोलोजीसँग आफूलाई अलाइन गर्दैन। यसले चाहिँ जस्ट नेपालमा रिइन्स्टेटमेन्ट अफ दि मोनार्कीको कुरा गर्छ र त्यसको लागि चाहिँ थ्राइभ गर्छ भन्ने कुरा हो। नेशनल अलायन्स फर मोनार्कीले योभन्दा 3-4 महिना अगाडि भएको जेन्जी आन्दोलन या भदौ विद्रोह पश्चात जन्मिएको जेन्जी अलायन्स फर मोनार्की संस्थाबाट चाहिँ बृहत रूपमा नेसन वाइड आफूलाई लाँदै गर्दाखेरि नेशनल अलायन्स फर मोनार्कीको अवधारणा अगाडि बढेको हो। र त्यो अगाडि बढ्ने क्रममा अब सबै नेसनलिस्टिक फोर्सेसहरू जसले आफूलाई राज संस्थाको पुनर्स्थापनाको लागि अगाडि बढाउँछु भनेर हिँडेका छन्, ती शक्तिहरू ती पात्रहरूलाई चाहिँ एउटै ठाउँमा उभिन सक्ने र आफ्नो कुरा राख्न सक्ने प्लेटफर्म दिन गइरहेको छ। सबै नेसनलिस्टिक फोर्सेसहरू भनौँ पोलिटिकल विङमा राप्रपा जस्ता पार्टीहरू जसले अरू कुनै मुद्दा नबोकेको भए पनि राज संस्थाको मुद्दालाई बोकेर हिँडेको छ तर केही उखार्न सकेको छैन, त्यो पार्टीलाई पनि त्यस्ता फोर्सेसहरूलाई पनि हामीले चाहिँ एकीकृत गरेर अगाडि बढाउने हामीले कोसिस गरिरहेका छौँ। त्यो भएर नेशनल अलायन्स फर मोनार्कीले त्यो पनि काम गर्न खोजेको छ। अरू तमाम संस्थाहरू चाहे युवा शक्ति होस्, चाहे एटीएफ होस्, आरटीएफ होस् या राज संस्था फर्काउन अगाडि बढेका तमाम यी ग्रुपहरूलाई चाहिँ एउटा किसिमको अल्टिमेटम पनि हो, चेतावनी पनि हो, जसरी लिँदाखेरि पनि हुन्छ। नेशनल अलायन्स फर मोनार्कीले त्यस्तो खालको कुरा गर्छ। अब पनि यदि एकीकृत रूपमा एक ठाउँमा आएर उभिएर र कङ्क्रिट एजेन्डाका साथ अगाडि बढ्न सकिएन भने उनीहरूको धराशायी हुनेछ, धरातल फुच्किनेछ भन्ने कुरा चाहिँ एकदम यथावत देखिन्छ। जहिले पनि कार्यक्रममा बोलाएको छ, यता गरेछ उता गरेछ, कुरा दस्तरी गरेछ, तमाम मान्छेहरूलाई चाहिँ आफ्नो मात्रै पब्लिसाइज गरेको छ, यो तरिकाले मिलेन। अब चाहिँ नेशनल अलायन्स फर मोनार्कीको अन्डरमा आउन सक्नु पर्यो। यो कुनै संस्था होइन, कुनै पार्टी होइन, यसको कुनै अध्यक्ष छैन। किन भन्दाखेरि चाहिँ यो एउटा अवधारणा मात्रै हो, केवल नेपालमा मोनार्कीको राज संस्थाको चाहिँ पुनर्बहालीका लागि। अब पनि यी सबै तमाम संस्थाहरूले आफूलाई यदि एकीकृत रूपमा चाहिँ अगाडि बढाउन सकिन भने नेशनल अलायन्स फर मोनार्कीले चेतावनीको रूपमा भन्न चाहन्छ कि यी सबै तमाम ग्रुपहरूको अस्तित्व नै सङ्कटमा रहन्छ। त्यो फाइल आएन। म आज तपाईँहरूको माझमा नेशनल अलायन्स फर मोनार्कीको 8वटा बुँदे प्रस्तावनाहरूलाई यहाँ तपाईँहरूको समक्ष राख्न चाहन्छु। प्रस्तावना नम्बर 1 पृथ्वीपथ र संवैधानिक राज संस्थाको बारेमा छ, जसमा नेपालको मूल मार्गदर्शन सिद्धान्तका रूपमा पृथ्वीपथलाई अंगीकार गर्दै संवैधानिक राज संस्था पुनर्स्थापना गर्ने साथै प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रता र संरक्षण प्रदान गर्दै नेपाललाई हिन्दू बौद्ध र किराँत सनातन अधिराज्य घोषणा गर्ने। नम्बर 2 जन उत्तरदायी निर्वाचन प्रणाली, जन अनुमोदित करार निर्वाचनका बाचा पूरा नगर्ने जनप्रतिनिधि वा सांसदहरूलाई पदमुक्त गरी फिर्ता बोलाउन पाउने राइट टु रिकल सुनिश्चित गर्ने तथा निर्वाचनमा उम्मेदवार बहिष्कार गर्ने अधिकार राइट टु रिजेक्ट, कसैलाई पनि मत दिन्न भन्ने नोटा नन अफ दि अबभ को कानुनी व्यवस्था लागू गर्नुपर्ने नम्बर 2 छ। नम्बर 3 मा अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौता र कानुनहरूको पुनरावलोकन। नेपालमा भइरहेको तमाम जियोपोलिटिकल क्राइसिसका कारणले गर्दाखेरि आज यो ठाउँमा हामी उभिनु परेको छ। विभिन्न सन्धि सम्झौताहरूलाई त्यसको एक किसिमको दोष दिन मिल्छ। त्यही कारणले गर्दाखेरि हाम्रो पोइन्ट नम्बर 3 मा नेपालको सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्र एकता र राष्ट्रहित प्रतिकूल हुने गरी गरिएका असमान सन्धि सम्झौताहरू, राष्ट्रघाती कानुनहरू तत्काल खारेज गर्ने चाहिँ हाम्रो नम्बर 3 पोइन्ट रहेको छ। नम्बर 4 मा अनिवार्य राष्ट्र सेवा, 18 देखि 24 वर्ष उमेर समूहका युवा नागरिकहरूलाई न्यायोचित पारिश्रमिक, सिप विकास र राष्ट्र निर्माणका लागि प्रत्यक्ष योगदान गर्ने उद्देश्यका साथ अनिवार्य राष्ट्र सेवाको संवैधानिक व्यवस्था गर्नुपर्ने। पोइन्ट नम्बर 5 मा प्रादेशिक संरचना खारेजी र अधिकार बाँडफाँड, मुलुकको आर्थिक भार बढाउने र असान्दर्भिक प्रणाली भइसकेको वर्तमान प्रादेशिक संरचना खारेज गर्ने, राज्यको अधिकार र स्रोतलाई केन्द्र सरकार र स्थानीय सरकारमा पुनः रिडिस्ट्रिब्युट गरी अधिकार सम्मान बनाउने भन्ने नम्बर 5 पोइन्ट रहेको छ। संघीय जुन छ, संघीय भनेको पावरलाई बाँडफाँड गर्ने कुरा थियो होला जुन बेला यसको सुरुवात भयो, तर यसलाई कुनै आर्थिक भौगोलिकमा बाँडफाँड नगरिकन यसको बाँडफाँड चाहिँ क्षेत्रीय र जातीय आधारमा भएको हुनाको कारणले गर्दाखेरि यसको पुनरावलोकन र पुनर्संरचना गर्नुपर्ने आवश्यकता हामीले देख्छौँ। नेशनल अलायन्स फर मोनार्कीले वान अफ द की पोइन्ट्स चाहिँ प्रादेशिक संरचनाको, अहिले तत्काल प्रादेशिक संरचनाको खारेजीको पनि माग राखेको छ। नम्बर 6 पोइन्टमा
अवैध तथा अकुत सम्पत्तिको राष्ट्रियकरण नेपालमा तपाईहरु सबैलाई थाहा नै छ। त्यही भदौ आन्दोलनमा पनि देख्नुभयो कतिजना मान्छेहरुलाई चाहिँ असन्तुष्टि थियो नेताहरुप्रति, नेताहरुको अकुत सम्पत्तिप्रति। त्यो सम्पत्तिको छानबिन गरिकन सबै अकुत सम्पत्तिलाई चाहिँ राष्ट्रियकरण गर्नुपर्ने चाहिँ हाम्रो माग रहेको छ। नम्बर 7 मा छ साइबर सुरक्षा तथा प्रतिगुप्तचर। यही भदौ आन्दोलनको दौरान पनि हामीले देख्यौं नेपालको सुरक्षा संरचना कतिको ढिला र कतिको अप्ठ्यारो सिचुएसनमा रहेछ भनेर। नेपालीहरु मरिराख्दाखेरि पनि हेरेर बस्ने, नेपालीहरुलाई मर्न दिने र सुरक्षाको प्रत्याभूति गर्न नसक्ने त्यस्तो किसिमको सुरक्षा संयन्त्रहरूले जवाफदेही पनि हुन नसक्ने आजको दिनसम्म पनि प्रतिवेदनको नाममा हामी कुरेर बसेका छौं। 70 जना मरेको, 74 जना मरेको हामी आजको दिनसम्म पनि कुरेर बसेका छौं। अबको आगामी नेपालमा पनि यदि साइबर सेक्युरिटी र काउन्टर इन्टेलिजेन्सको ब्युरोहरूलाई सशक्त बनाउने, बलियो बनाउने काम भएन भने नेपालीहरूले आफूलाई सुरक्षित पाउँदैनन्। त्यो हुनका कारणले गर्दाखेरि 6 नम्बर बुदामा चाहिँ साइबर सेक्युरिटी र काउन्टर इन्टेलिजेन्सको प्रावधानलाई अगाडि बढाएका छौं र अविभाज्य राष्ट्रिय सार्वभौमिकतामा आधारित कानुनी पद्धति नेपालमा हामीले आफूलाई नेपाली भन्नलाई पनि अहिले लजाउनु पर्ने अवस्था छ। किन? के कारणले गर्दाखेरि यो कुरालाई पनि छानबिन गर्नुपर्छ। संविधान त बन्यो तर मिचियो पनि, बारम्बार मिचियो। किन? कसले गर्दाखेरि मिचियो? के कारणले गर्दाखेरि मिचियो? यो कुराको जवाफ हामीलाई कसले दिन्छ? सुप्रिम कोर्टले दिन्छ कि कानुन बनाउने व्यक्तिले दिन्छ कि पार्लियामेन्टले दिन्छ कि प्रधानमन्त्रीले दिन्छ? यी सबै त जेनजी आन्दोलनपछि त धराशयमा गइसकेका छन्। त्यो हुनाको कारणले गर्दाखेरि अबको पद्धतिहरूलाई अगाडि बढाउँदाखेरि हामीले हाम्रो सार्वभौम सत्तालाई चाहिँ सबसे अगाडि प्रथम बिन्दुमा राखेर मात्रै अगाडि बढ्नुपर्ने हुन्छ। हरेक कानुन, हरेक विधि, हरेक नियमलाई चाहिँ हाम्रो सार्वभौम सत्ताको वरिपरि राखेर मात्रै बनाउनुपर्ने हुन्छ, अथवा हामी कमजोर अवस्थामा पुगिसकेका छौं। यो हुनाको कारणले गर्दाखेरि आजकै दिनबाट नेशनल अलायन्स फर मोनार्कीले यी 7 वटा बुदाहरूलाई अगाडि राखेर सबै नेशनलिस्टिक फोर्सहरूलाई चाहिँ यो आग्रह गर्न चाहन्छ, यो अपिल गर्न चाहन्छ कि यी बुदाहरूमा रहेर नेपालमा हुने आगामी परिवर्तनको धार बनेर अगाडि बढ्न सक्नु पर्यो। नत्र भए अथवा यो हाम्रो चेतावनी हो, अल्टिमेटम हो, फाइनल अल्टिमेटम हो। नत्र भए तपाईहरुको अस्तित्वलाई माथि नै संकट हुनेछ र त्यसको प्रहार हामी गर्नेछौं। हाम्रो सुरुवाती बिन्दु नै हामी हुनेछौं। नेशनल अलायन्स फर मोनार्कीले नै चाहिँ तपाईहरुको अस्तित्वलाई चाहिँ धराशायीमा बनाउने हामी प्रतिबद्धता गर्छौं, वाचा गर्छौं।